कर्कट राशि र कर्कट लग्न हुनुभएको व्यक्तिहरूको लागि जेठको 19 गतेबाट गुरु ग्रह कर्कट नै राशि प्रवेश गर्दा कस्तो फल मिल्छ त? यदि हजुरहरू पनि कर्कट लग्नको हुनुहुन्छ भने छैठौँ स्थान र नवौँ स्थानको मालिक बृहस्पति ग्रह लग्नमा उच्च भएर बसिरहनु भएको छ। यस्तो अवस्थामा तपाईँलाई आत्मविश्वास, मान सम्मान बढ्नेछ। सँगसँगै तपाईँको लागि निकै बलियो भाग्य पनि देखिन्छ। भाग्य स्थानबाट निकै लाभ मिल्ने खालको अवस्था पनि अबको 1 वर्ष देखिन्छ। सँगसँगै यदि तपाईँ विगतको समयमा बाहिरको यात्रा नभएर चिन्तित हुनुभएको थियो भने पनि अबको समयमा गुरु ग्रहको ट्रान्जिटले तपाईँलाई यात्रा पनि गर्ने अथवा यात्रा पनि गराउने खालको अवस्था देखिन्छ। सँगसँगै मानसिक रूपमा अस्थिर हुनुहुन्थ्यो, इमोसनल्ली तपाईँ डिट्याच भइरहनु भएको थियो, मानसिक रूपमा स्थिरता थिएन भने पनि अबको समय यही जेठको 19 गतेपछि गएर मानसिक रूपमा पनि स्थिरता प्रदान गर्ने खालको अवस्था देखिन्छ। समाजमा मान सम्मान बढ्ने खालको अवस्था पनि देखिरहेको छ। तर तपाईँले स्वास्थ्यमा चाहिँ शरीरमा तौल बढ्न सक्छ। अनावश्यक रूपमा तौल बढ्छन् भने त्यसलाई विचार गर्नुहोला र शरीरमा अल्छीपन बढ्न सक्छ। यी दुई कुरामा चाहिँ तपाईँहरू अलिकति बढी अलर्ट हुनुपर्ने देखिन्छ।